हेलो नमस्ते यहाँहरु सबैजनालाई लप्सन ग्रुमको भ्लगमा स्वागत छ। राजा हजुर आज भने हामी मुस्ताङको मुक्तिनाथतर्फ जाँदै छौं। बेटाजी बल्ल मुस्ताङ जाने चुर्यो। जाँदा जाँदै बाटोमा बागलुङ कालिका मन्दिरको दर्शन गरेर फेरि हामी अघि बढ्यौं। बाटैमा पर्ने सुन्दर रूपसे झरनाको पानीसँग स्पर्श गर्दै हामी एकैछिन रमायौं। नमस्ते नमस्ते एभ्रिवान। यति बेला हामी मार्फामा छौं। मार्फाको जेरी गल्ली एकदमै भाइरल गल्ली, यहाँनिर चलचित्र जेरीको पनि सुटिङ भएको थियो। यो नै हो। ओके, गुड मर्निङ। अब भने हामी मार्फाको बसाइ पछाडि जाँदै छौं मुक्तिनाथ दर्शनको लागि। जाडो छ हैन दिदी? अब हामी मुक्तिनाथ दर्शनको लागि जाँदैछौँ है। मान्छे अब म तिमीलाई एउटा कुरा देखाउँछु। यहाँ आऊ त। यहाँ ऊ स्याउ हाँसेको आउनुहोस् सबैजना, आउनुहोस्। Happy birthday to you. आज भान्साको बर्थडे नेपालको सबैभन्दा अग्लो मन्दिरमा हुँदैछ। यो एकदमै राम्रो सम्झोक हो है। मुक्तिनाथ मन्दिर जाँदै गर्दा सुन्दर धुम्बा तालको पनि हामीले अवलोकन गर्यौं। एउटा फोटो हालम भन्ने नि कस्तो मुभी गरेर नि एउटा राजा खिचा होला अनि खिचेको त छ्या हेर यस्तो गर्छ नि रिसोर्ट नि बस्नु फेरि गर्दा फेरि अनुहारको एक्सप्रेसन हामी जाँदैछौँ
आदरणीय दर्शक महानुभावहरू, यति बेला भने हामी मुस्ताङको यो बस पार्कमा आइपुगेका छौँ। मुक्तिनाथमा हामी खाजा खाँदैछौँ यति बेला। यता अगाडिबाट आउनु, पछाडिबाट लात्ता हान्न पनि सक्छ भरुन्नु घोडाको। आउनु आउनु। एकजना पो यसो हिँडेर तपाईँहरू आउनु है। बिस्तारै भाइ बिस्तारै। भान्जेलाई चाहिँ अलि राम्रोसँग लैदिनु ल। ज्यानलाई पछाडि गर्नु भान्जे। भान्जे ठिक छ? बिस्तारै, केही हुन्न। मान्छे त ठिक छ, मोटोले फसेर जस्तो छ। भाइ दिनमा कति ट्रिप जति हुन्छ? दिनमा अब मान्छे आयो अनुसार हुन्छ त। मान्छे आयो भने 25-30 टिप पनि हुन्छ। मान्छे नआउँदा 4 टिप 5 टिप 15-20 टिप यस्तै हुन्छ। भाइ हामी अलिक छिटो जान सकिन्छ? ऊ त्यो टिमलाई भेटाउन सकिन्छ? अगाडिको टिप भेटाइदिनु ल। धन्यवाद। हेलो हेलो बुढी। हेलो साइनजी, मजा आइरहेछ? थ्याङ्क यू सो मच है। स्टप बाजे। भयो भाइ भयो भयो भाइ भयो। भान्जी साथो पुग्लो गयो जस्तो छ दिदी। घोडा भागेको मलाई मजा आएको थियो। भान्जी कस्तो लाग्यो? के लाग्यो? लिटो लाग्छ। हेलो भान्जा। त्यो घोडा त हात्ती होला हजुर, बसेर छिटो चढ्नु। भान्जी ठिक छ अहिले? मुक्तिनाथको यो मन्दिरमा जाँदा अलिकति उकालो बाटो हिँड्नुपर्ने भएकोले सास बढ्ने र हाई अल्टिट्युड हुन सक्ने सम्भावना हुन्छ। हल्का
मुक्तिनाथ मन्दिरले सबैको रक्षा गरून्। जय मुक्तिनाथ।